यो प्रश्न कक्षा 10 को लागि धेरै महत्त्वपूर्ण र धेरै सजिलो रहेको छ किनभने यसको बनाउने तरिका धेरै सजिलो रहेको छ अनि यो परीक्षामा आउने सम्भावना धेरै बढी नै रहेको हुन्छ। आज हामी यसलाई हल गर्ने सबभन्दा जुन हामीलाई क्वेशन दिएको छ त्यसलाई हल गर्ने किनकि 2 को पावर p त हामी यसमा मान पुट गर्छौं भने धेरै लामो भइहाल्छ, त्यसकारणले हामी यसैबाट नै हल गरिहाल्ने। र तपाईले थाहा पाउन सक्नुहुन्छ कि यो एउटा फर्मुलाको रूपमा छ 2 * m * 2 + 2 को होल स्क्वायर = 0। त तपाईले थाहा पाउनु भयो कि यो फर्मुला हो त m - 2 को होल स्क्वायर को फर्मुला। यो होल स्क्वायर त आएर हुन्छ त रुट अन्डर हुन्छ, त रुट अन्डर भए पनि यो 0 नै 0 हुन्छ। त हामीले थाहा पायौं कि m को मान कति हुन्छ त 2 हुन्छ। त हामीले m को मान पुट गर्ने 2 को पावर p = 2 को पावर 1 हुन्छ। 2 मतलब 2 को पावर 1, therefore p = 1। हामीले यो आन्सर थाहा पाउनु पर्यो। अनि तपाईले एउटा प्रश्नको आन्सर तपाई कमेन्ट बक्समा दिनु होला। यसको आन्सर कति हुन्छ? किनकि यसमा पत्ता लगाउन धेरै सजिलो रहेको छ, धेरै गाह्रो पनि छैन। यसको आन्सर कमेन्ट बक्समा जरुरी दिनु होला अनि लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला। यो मेरो अनुरोध छ।